काम चाहिँ गर्नुपर्ने हुन्छ साथीहरू। हामी जहाँ गए पनि काम नगरी बस्यो भने खाना नरुच्ने, दिमागमा धेरै कुराहरू खेलेर टाउकोहरू दुख्ने, फोन हेरेर बस्यो भने पनि धेरै आँखा दुख्ने, टाउको दुख्ने जस्तो समस्याहरू धेरै देखा पर्दछ। त्यसै गर्दाखेरि आज चाहिँ म चाहिँ खाली टाइममा मकै कुट्दैछु। यो चाहिँ हाम्रो गाउँमा अर्ग्यानिक आफ्नै बारीमा फलेको मकै हो। युरियाहरू पनि केही नहालेको होइन। हाम्रो चाहिँ पहिले पहिले अगाडि चाहिँ हाल्थ्यौँ, तर अहिले चाहिँ हाल्दैनौँ, किनभने त्यस रासायनिक मल युज गर्दाखेरि चाहिँ जमिनहरू ढाडिने, खन्दाखेरि साह्रो हुने जस्ता समस्याहरू देखा पर्दछ भने फेरि मकैहरू खाँदा, हरियो मकै खाँदा पनि त्यस्तो गुलियो टेस्टहरू आउँदैन कि, अलिक नमिठो नै हुन्छ। अनि छिट्टो गुणले पनि खाने अनि पुतलीहरू पनि लाग्ने जस्तो हुन्छ साथीहरू। त्यसैले गर्दाखेरि हामीले निकै वर्ष अगाडिदेखि यो रासायनिक मलहरू युज गर्दैनौँ। हाम्रो चाहिँ जति खेती गर्छौँ कम्पोस्ट मल नै हाल्ने गर्छौँ। आजभोलि चाहिँ तपाईँहरू पनि यो रासायनिक मलहरू चाहिँ युज नगर्नु होला। यतिकै पनि हामी तलको चामलहरू ल्याएर खाने गर्दैछौँ। हामी अहिले त धानहरू खासै रोप्दैनन् होइन, हाम्रो वरिपरिको खेतहरूमा पनि। त्यसैले गर्दाखेरि जति तपाईँहरू खेतीपाती गर्नुहुन्छ त्यति चाहिँ आफ्नो कम्पोस्ट मल नै हालेर गर्नु होला। म चाहिँ त्यही भन्न चाहन्छु यहाँलाई। अनि धेरै धेरै धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। थ्याङ्क्स फर वाचिङ।